ढुङ्गा जिल्लाका पूर्व सांसद तथा एमाले नेता एकिरा सुनुवारसी दलालहरू भन्दै एक कार्यक्रममा उफ्रिएका छन्। यो भिडियो हेर्नुस् त। कमरेड अस्मिता थापालाई उम्मेदवारी दिएपछि महिलाहरूको सम्मान देख्न नचाहे युवाहरूले अवसर पाएको कुरामा आरिस गर्ने एमाले भित्रकै 2-4 जना भगौडाहरू भागेर गए। त्यो भगौडाहरू भागेर गइसकेपछि अमिर बाबु गुरुङलाई र ज्ञानबहादुर खड्का लगायतका टिमलाई चाहिँ उहाँले दलाल भनेर यसरी सम्बोधन गर्नुभएको छ। एक कार्यक्रममा उहाँहरूले केही समय अगाडि नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा घुमिएर चुनावमा लागिराख्नु भएको छ र उहाँले पूर्व भौतिक मन्त्री तथा पूर्व सांसद पनि हुनुहुन्छ। उहाँको जित कस्तो हुनेछ, ओखलढुङ्गामा कस्तो रहनेछ, सबैले आफ्नो प्रतिक्रिया कमेन्ट राख्नुहोला। धन्यवाद।